हेलो एभ्रिवान, नमस्ते सेवा। हजुर सबैलाई मेरो च्यानल फेरि पनि स्वागत छ। म यसरी एउटा नयाँ भिडियो लिएर साथीहरू आई होप तपाईहरु त सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै अनि सुविस्ता नै छु भन्नुपर्छ साथीहरू है। अहिले चाहिँ म यहाँ तान्ने यो पाइप माथि छुले तान्दैछ अनि म चाहिँ यहाँबाट अलिकति सहयोग गर्दैछु। अनि त्यही हो, आजको भिडियो स्टार्ट भइसकेको छ है। अनि आज बिहानै आएको यो फलफुल एक गाडी मगाएको थियो, एक गाडी थियो चाहिँ फलफुल चाहिँ। अनि एक गाडी चाहिँ दुईजनाले मिलेर ल्याउनु भएको। पहिला चाहिँ मेरो हस्बेन्ड जानुभयो, त्यहाँबाट उहाँलाई एक गाडी मिलेछ अनि उहाँले लिएर आउनु भयो है। दाउरा चाहिँ आधी हुन आँटिसक्यो, सबै बाले सिद्धेर। अनि यो चाहिँ बोराहरू है। अनि यो बोराहरूसँग अलिअलि बाल्यो भने चाहिँ दाउरा अलिक फारो हुन्छ। माकुराको जालहरू हेर्नु न, भेना यताको फर्मतिर माकुराको जाल आमामामा यत्रो धेरै छ है सफा गर्ने बेला। अनि अब चाहिँ बेलुकाको दाना हाल्ने हुनु आँट्यो साथीहरू है। अनि त्यसरी म यहाँ डुर हेर्न आएको, डुर सफा गर्न। उता जा। बल्ल गरे छ्या। यिनीको डुरमा चाहिँ कति धेरै हुन्छ के। हेर्नु यस्तो धेरै सबै मुछ्छ, त्यही हक्छ, त्यही घिनै लाग्दो। अनि मेरो सुँगुरहरू तपाईँहरूले एउटा कुरा भन्नु छ है। उतापट्टि हाम्रो छिमेकीले यसपालि सुँगुर काटेर कतिवटा हो 20वटा जस्तो काटेर 20-25वटा जस्तो काटेर 28 लाख साट्यो अरे साथीहरू। 28 लाख ओएमजी। सुँगुरबाट कति धेरै फाइदा हो क्या साथीहरू। त्यही पनि पाठाहरू पनि सबै आफ्नै घरको पाठाहरू के, आफ्नै घरमै जन्मेको पाठाहरू किन्नुभएको रे। अनि किन्नुभएको रे आफ्नै घरको पाठाहरू हो के। अनि पाठाहरू नै हुर्काएर यसपालि सुँगुर 25वटा निकालेको रे। अनि 28 लाख वर्षमा उहाँहरूको हाम्रोभन्दा धेरै ठुलो फर्म छ। अनि ठुलो फर्म पनि छ। अनि त्यहाँबाट सुँगुरहरू पनि धेरै छ, खोरहरू पनि धेरै छ। उहाँले त वर्षको उहाँले फर्म नयाँ किनेको हो, के भन्छ 17 लाखमा उहाँले किनेकै वर्ष उहाँले 30-35 लाखको सुँगुर काटेको। कति फाइदा छ है उहाँलाई त। आमामा आज पनि छ अरे 100-200वटा सुँगुर त उहाँहरूको फर्ममा। हाम्रो होला सबभन्दा यो फर्मभरिको सुँगुर सबभन्दा थोरै चाहिँ हाम्रो मात्र होला, मेरो मात्रै भनौँ न है। त्यही ठिकै छ। अब बिस्तारै बढाउनुपर्छ। अहिले अब हाल्नु त मन छ, 2टा खोर खाली नै छ यतापट्टि। तर अहिले हाल्नु त मन छ, तर के ऋण काडी हाल्नु। अब बिस्तारै ऋण तिरिसक्नु आँटेको छु नि त। अनि त्यसैले अब यो नहालौँ, यो बेचेर चाहिँ पैसा उप्रिन्छ अनि त्यहाँबाट हालौँ भन्नुहुन्छ हस्बेन्डले अहिले। अनि ठिकै छ। अनि किनभने चाहिँ मेरो चाहिँ अब बिस्तारै सुँगुर पनि भर्ना भयो भने फिक्स भयो। के भन्छ सुँगुरको चाहिँ अब कसरी फिक्स भयो भन्नुभयो भने चाहिँ के भन्छ अस्ति खोजेकोदेखि पातेर फेरि 1 हप्ताभरिमा फेरि खोज्छ नि त, नलागेको भए। तर यो चाहिँ छैन अहिलेसम्म, 1 हप्ता भयो। त्यसैले यो चाहिँ फिक्स भयो मेरो माउ। अब कहिले असार अन्तिमतिर त यसले ब्याउइहाल्छ है। वर्षमा 2 चोटि ब्याएर अहिले यतिको पुगिसकेको छ। अनि माउ पाल्दा हेर्नुहोस् कति फाइदा छ। मेरो तलको पाठाहरू यो 1 लट भयो, यो माउबाट यो 1 लट भयो है। पाठाहरू 2 लट भयो है योहरू। अनि अब फेरि जन्मिनु आँटेको छ। माउबाट नै मेरो घरमा 2 खोर भरिने सुँगुर पाठाहरू छ। किनेको भनौँ म घरमै भएको। अब यसबाट म अझै 2टा माउ पाल्ने विचार छ। यो सानो छ हेर्नु न, यो के भएको हो, हड्डीको छाला भइरहेको छ। यिनीलाई चाहिँ अब छुट्याउने कुरा छ। यो सानो 5वटा छ, ठुलो 5वटा छ। अनि ठुटुले एक ठाउँ राख्ने, सासानो एक ठाउँ राख्ने भनेको। किनभने अब यो ठुटुले सानोलाई खानै दिँदैन के,
अनि अझ यो सानोहरू अझ घट्छ नि त अब खान नदिएपछि। अनि त्यही भएर यिनीहरूलाई छुट्याएर राख्ने भन्ने छ। यो माउलाई चाहिँ पहिलाको उसको ठाउँमै राख्ने विचार छ। उफ तल त्यही छेउमा। अनि यसमा सासानो पाठा लिएर राख्ने भन्ने सोचेको छौँ, तर कहिले हुन्छ थाहा छैन, अलिक दिन मिलेको छैन। अब बिस्तारै हुन्छ होला अनि सोचेको छौँ। सुँगुरबाट चाहिँ एकदमै धेरै फाइदा हुन्छ है। अनि मेहनत गर्ने त हो साथीहरू, मेहनत गरेपछि त फाइदा भइहाल्छ नि। मेहनत गर्नु पर्यो त, अर्काको देशमा गएर दुःख गरेर पैसा थाप्दाखेरि एकदमै रमाइलो लाग्छ, राम्रो लाग्छ। त्यही मेहनत यो आफ्नै देशमा गऱ्यो भने पनि राम्रो हुन्छ, राम्रो कमाइ हुन्छ। कोही बाख्रा पालेर रमाइरहेको छ आफ्नो देशमा, कोही कुखुरा पालेर रमाइरहेको छ आफ्नो देशमा। हामी चाहिँ सुँगुर पालेर रमाइरहेको छौँ साथीहरू है। यस्तो छ जिन्दगी, सुँगुर पालेरै गइरहेछ। एउटा टनेला भयो अनि यो 2टा टनेला भयो मेरो। 2टा टनेला बनिसक्यो। अब पछि थप्दै जानुपर्छ। त्यो पाठा चाहिँ कति बढेर हेर्नु कति ठुलो भएको छ। अनि यता चाहिँ दाना पाक्दैछ। यहाँ चाहिँ दाना पाक्दैछ। दानामा यस्तो मासु आउँछ कि मासु चाहिँ अलरेडी पाकिसकेको छ।